नमस्कार। अक्षय तृतीयाको दिन यो एक चीज सुटुक्क जौको सातोभित्र लुकाएर भगवान भोलेनाथलाई दान गरिदिनुस्, अर्थात् चाहिँ चढाइदिनुस्। तपाईको घरमा सुख शान्ति र धन पैसा गौरव इत्यादिहरूको चाहिँ वर्षा हुनेछ। के चीज हो त त्यो चर्चा गरौँ। म ज्योतिषाचार्य गोविन्द पाण्डे आज अक्षय तृतीयाको विषयमा चर्चा गरिरहेको छु। अक्षय तृतीया भनेको के हो त यो पनि बुझ्नु जरुरी छ। अक्षय तृतीया भनेको न क्षय इति अक्षय, थोरै अथवा धेरै जे भए पनि यो अक्षय रहने दिन हो। त्यसो भएको हुनाले शास्त्रहरूमा पनि के भनेर वर्णन गरिएको छ भने यहाँ मैले टिपेर पनि राखेको छु। यत्किञ्चित दीयते दानम स्वल्पम वा यदि वा बहु, जे चीज पनि हामीले चाहिँ दान गरिन्छ भने थोरै अथवा चाहिँ धेरै, तत्सर्वम अक्षयम स्मृतम भनेको त्यो सबै अक्षय हुन्छ। तस्मात् अक्षय तृतीया, अर्थात् त्यसै कारणले चाहिँ यसलाई अक्षय तृतीया भनेको, तस्मात् अक्षयम स्मृता भनेको छ। त्यसलाई चाहिँ अक्षय भन्ने गरिन्छ, अर्थात् चाहिँ क्षय नहुने भएको हुनाले आजको दिन कुनै पनि प्रकारका नराम्रा कर्महरू नगर्नुहोस् र चाहिँ आजको दिन विशेष कर्महरू गर्नुहोस् जुनले चाहिँ तपाईलाई गर्व गर्न लायक बनोस्। त्यसो भएको हुनाले यदि तपाईँ चाहिँ रोकिएका धन पैसा आओस् भन्ने चाहनुहुन्छ, फसेका पैसाहरू उठौन् भन्ने चाहनुहुन्छ र चाहिँ घरमा सुख शान्ति होस्, घरमा पैसाहरू आइरहोस्, पैसा कमाएर पनि नबच्ने खालको समस्या छ भने पैसा बचोस्, कुनै चाहिँ लगानी गरिरहेको छ त्यसबाट फाइदा प्राप्त होस् भन्ने चाहनुहुन्छ भने अवश्य पनि यो एक कर्म गर्नै पर्छ। तपाईँ हाम्रो च्यानलमा पहिलो पटक आउनु भएको छ, सब्स्क्राइब गर्नु भएको छैन भने पनि सब्स्क्राइब अनिवार्य गर्नुपर्छ र चाहिँ यस्तै यस्तै भिडियोहरू तपाईले प्राप्त गर्न सक्नुहुनेछ। के हो भन्दाखेरि थोरै भए पनि जौ लिनुस्, त्यसको सातु बनाएर अथवा चाहिँ किन्न पनि पाइन्छ, जौको सातु किनेर लैजानुस्। अनि त्यो गुड अथवा भेली यो चीजहरू हुन्छ, त्यो चीज सातुको भित्र लुकाएर, थोरै चाहिँ लुकाएर कसैले पनि नदेख्ने तरिकाले भगवान भोलेनाथको शिव र पार्वती भएको चाहिँ चरणमा लिएर गएर यसरी चाहिँ छुउनुस्। कुनै पात्रमा, तामाको भाँडामा छुउनुस् र अनि त्यसपछि चाहिँ मेरो यो कर्महरू असफल भइरहेको छ, यो कर्महरू सफल होस् भन्ने भन्नुस्। तपाईले गरेको आँटेको सम्पूर्ण कर्महरूमा तपाईँ सफल प्राप्त हुन सक्नुहुनेछ। सातुभित्र लुकाउने भनेको गुण, सातोभित्र गुण लुकाएर चाहिँ नि तपाईले दिनुस्। अवश्य पनि तपाईलाई चाहिँ रोकिएका धन पैसा, घरमा खुसी शान्ति आउनेछ। यदि तपाईको घरमा झैझगडा इत्यादि भइरहेको छ भने पनि तपाईको घरमा त्यो दिनदेखिबाट शान्त बन्न सकिन्छ, अर्थात् चाहिँ शान्ति हुनेछ र रोकिएका धन पैसाहरू चाहिँ आउन सुरु गर्नेछन्, फसेका धन पैसाहरू उठ्न सुरु गर्नेछन्। भगवानसँग प्रार्थना गर्नुहोस् मेरो यो कर्म चाहिँ सफल होस् भनेर र ओम नमः शिवाय जप्दा पनि हुन्छ। भगवान भोलेनाथको कृपा अवश्य पनि तपाईलाई प्राप्त हुनेछ। भगवान भोलेनाथले आफ्ना भक्तहरू, जो भक्तले आजको दिनमा मलाई स्मरण गर्छ त्यो पनि अक्षय हुन्छ भन्नुभएको छ र विशेष गरेर चाहिँ नि अक्षय प्राप्त हुन्छ। एकचोटि मात्रै भए पनि ओम नमः शिवाय भनियो भने यो सदा सदाका लागि ओम नमः शिवाय रहनेछ। त्यसो भएको कारणले आज अक्षय तृतीयाको दिन, अर्थात् चाहिँ हामीले हिँड्दै रहेका चाहिँ नि बटुवाहरूलाई, तप्त बटुवाहरूलाई, जसलाई चाहिँ नि तिर्खा लागेको छ, प्यासा छन् इत्यादि छन्, भारी बोकिरहेका छन्, त्यस्ता व्यक्तिहरूका लागि तपाईहरूले दान गर्न सक्नुहुनेछ र चाहिँ दान गरेर भगवान भोलेनाथलाई छुवाएर चढाएर इत्यादि गरेर लिएर आएर दान गर्नुहोस् र चाहिँ सबैलाई चाहिँ कल्याण हुने बाटो खोज्नुहोस् र तपाईँ पनि कल्याणको मार्गमा हिँड्नुहोस्। त्यसैले नै तपाईको घरलाई खुसी छाउनेछ, तपाईको घरमा सुख शान्ति समृद्धि आउनेछ। हरि ओम तत्सत।